नमस्कार। इमली यानी तित्री खानुका फाइदाहरू। इमली स्वादमा मात्र मिठो नभई स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ। इमलीमा हाइड्रोक्सिट्रिक एसिड हुन्छ जसले शरीरमा बोसो जम्न दिँदैन र तौल घटाउन मद्दत गर्दछ। यसले पाचन प्रणालीलाई सहज बनाउँदछ र कब्जियत जस्ता समस्याबाट राहत दिलाउन मद्दत गर्दछ। यसमा प्रचुर मात्रामा भिटामिन सी र एन्टिअक्सिडेन्ट हुने भएकोले शरीरको रोग प्रतिरोधात्मक क्षमता इम्युनिटी बढाउँछ। इमलीले रगतमा कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न र रक्तचाप सन्तुलनमा ल्याउन सहयोग पुर्याउँछ जसले मुटु सम्बन्धी रोगको जोखिम कम गर्छ। यसले रगतमा सुगरको मात्रालाई स्थिर राख्न मद्दत गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन्। यसमा पाइने एन्टिअक्सिडेन्टले छालालाई चम्किलो बनाउन र कपालको स्वास्थ्य सुधार्न मद्दत गर्दछ। सावधानी, इमली धेरै मात्रामा खाँदा दाँतको इनामेलमा असर पर्न सक्छ वा घाँटीमा समस्या आउन सक्छ। त्यसैले यसलाई सन्तुलित मात्रामा खानु राम्रो मानिन्छ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो कृपया लाइक र कमेन्ट गर्न नबिर्सनुहोला। अनि मेरो युट्युब च्यानल yugalk_officialलाई सब्सक्राइब गरिदिन समेत नबिर्सनुहोला। हस्त सबैको जय होस्। नमस्कार।